हेलो गाइस, दर्शन नमस्ते, गुड मर्निङ सबैजनालाई। आज चाहिँ म टक्क लाएर हजुरको सानो टक्क लाएर घाँस काट्न लागेको अवस्थामा चाहिँ उपस्थित भएको छु होइन। अनि फेरि मेरो युट्युब च्यानलमा जो सामिल हुनुभएको छ उहाँहरूलाई चाहिँ धेरै धेरै धन्यवाद। लगायत अब मेरो युट्युब च्यानललाई चाहिँ यसो थाहा पाउनु भएको छैन भने चाहिँ कौशला मगर सर्च गरेर टक्क लाएर मेरो भिडियो हेर्न सक्नुहुन्छ। त्यसपछि अब तपाईँहरूले चाहिँ मेरो भिडियो हेरेर मन पर्यो यताउति भन्यो भने यसो सब्सक्राइब पनि गरिदिनु सक्नुहुन्छ। सब्सक्राइब बटनमा गएर आज चाहिँ म टक्क लाएर यहाँ घाँस काट्न आएको छु। यो घाँस अब म चाहिँ अब गाई बाख्रा पाले मान्छे पऱ्यो होइन, त्यही भएर घाँस काट्नलाई चाहिँ यहाँ आएको छु बारीमा टक्क लाएर खरेनमा। मैले चाहिँ अब यसो बसेर एउटा भिडियो बनाऊँ न त भनेर टक्क लागेको छ। हजुरको साम चाहिँ यसो भिडियो बनाइदेऊ न त भनेर चाहिँ यसरी बनाएको छु कि मैले चाहिँ अब भिडियो बनाउनलाई चाहिँ टक्क सर यसरी रुख खोपेर चाहिँ टक्क लाएर यसमा टक्क लाएर यसरी मोबाइल राखेर होइन बनाउँछु। मैले चाहिँ टक्क लाएर यसरी बनाउँछु कि भिडियो चाहिँ त्यही हो। साथीहरू अरू त के नै साह्रो भन्नु होइन। अब घाँस काट्न आएको छु टक्क लाएर। अब यहाँ नाम्लो छ, हसी चाहिँ त्यता बसिरहेको छ होइन। अब मैले चाहिँ यस्तरी यिनी चाहिँ खर काट्छु अलिकति भारीबाट चाहिँ टक्क लाएर जान्छु घरतिर। ल लास्टमा जे जस्तो भए पनि हजुरहरूले चाहिँ मेरो भिडियोलाई चाहिँ मन पराएर लाइक कमेन्ट सब्सक्राइब गरिदिनु न चाहिँ मलाई चाहिँ विनम्र अनुरोध गर्दछु साथीहरू। ल मेरो भिडियो चाहिँ यस्तै हो। अब यसै त नि होइन, गाउँघरको काम हो यस्तो बोलीचाली भन्ने चिज यस्तै हो होइन। ठिकै छ ल यति नै हो। मेरो भिडियोलाई चाहिँ फुल हेरिदिनु होला ल।